Hello, Namaskar. I'm Bishu and I'm the founder of TTUL. If you are planning to come for study in South Korea for September intake, good news is we have application open for Seoul Changchun University. If you have like a यदि तपाईहरुसँग चाहिँ GPA 3.2 छ र IELTS 5.5 प्लस एम्बेसीबाट भेरिफाइड डकुमेन्टहरु चाहिँ कलेक्ट भइसक्यो अथवा हुने क्रममा छ टिल द लास्ट अफ दिस मन्थ अर अगस्तको चाहिँ फर्स्ट विक सम्ममा चाहिँ तपाईको कम्प्लिट डकुमेन्ट रेडी हुन्छ भने चाहिँ स्टिल वी क्यान डु फर सेप्टेम्बर इन्टेकको लागि नै हामी एडमिसन गरेर भिसा एप्लाई गरेर तपाईहरु चाहिँ कोरिया आउन सक्नुहुन्छ। अनि हामी टिटिओलबाट चाहिँ विगत चाहिँ 8 देखि 10 वर्षसम्म चाहिँ 10 वर्षदेखि चाहिँ हामीले यो कन्सल्टिङको फिल्डमा चाहिँ काम गरेर हजारौं स्टुडेन्टहरुलाई चाहिँ सर्भिस दिइसकेको छौं। अनि कोरियामै बसेर इभन एज आई एम अल्सो बिङ अ ग्रेजुएट स्टुडेन्ट फ्रम कोरियन युनिभर्सिटी। सो हामीले चाहिँ कोरियामा चाहिँ स्टुडेन्टहरुलाई चाहिँ कुन कुरामा चाहिँ गाह्रो पर्छ, कसरी चाहिँ यहाँको कलेज क्याम्पस लाइफ अथवा सोशल लाइफ कामको कुराहरू होला, सबै कुराहरू चाहिँ कसरी सहज बनाउन सकिन्छ भन्ने कुरा चाहिँ आफ्नै अनुभवबाट चाहिँ स्टुडेन्टहरुलाई चाहिँ गाइड गरिरहेको भएर चाहिँ हामीसँग कनेक्ट भएर हाम्रो थ्रुबाट तपाईहरु कोरिया आउँदाखेरि चाहिँ अरु ठाउँबाट आउँदा भन्दा हाम्रो ठाउँबाट कन्सल्टेन्सीबाट आउँदाखेरि चाहिँ त्यो कुराहरुमा चाहिँ हजुरहरुलाई सहज हुन्छ जस्तो लाग्छ। यो भिसा एप्लाई गरेर कोरिया आउने मात्र नभएर एयरपोर्ट पिकअप देखि लिएर कार्डहरु एप्लाई गर्ने कुराहरुदेखि लिएर भोलिआउन भिसा एक्सटेन्सनको कुराहरु, ब्याचलर सिधाइसकेपछि मास्टर्सको लागि एडमिसन, मास्टर्सको पीएचडी अथवा भाषा कसरी पढ्ने, लङ टर्म चाहिँ कोरियामा कसरी बस्न सकिन्छ, वर्किङ भिसा बनाएर फ्यामिली कसरी ल्याउने अथवा इभन इफ यु तपाईहरु चाहिँ अर्को कन्ट्री जान चाहनुहुन्छ भने त्यो केसमा चाहिँ के गर्ने भन्ने कुराहरु समेत हामीले सहयोग गरिरहेको छौं। हाम्रो कोरियामा चाहिँ सोलमा चाहिँ पनि हाम्रो अफिस भएको भएर हाम्रो विद्यार्थीहरुलाई चाहिँ हामीले सक्ने सहयोग चाहिँ हामीले गर्दै आइरहेको छौं। र धेरै स्टुडेन्टहरुको कम्प्लेन चाहिँ अहिले यो पास्ट इयरहरुमा आएको चाहिँ कोरिया अथवा विदेश जाने भन्ने मात्र सोच भएको कारणले गर्दाखेरि म कुन कलेज जाँदैछु, त्यसको ट्युसन फी कति छ, कति इयर्सको प्रोग्रामहरु हो, त्यसपछि के हुन्छ, अनि मैले मेरो स्कलरशिप मैले कति पाइरहेको छु, फर्स्ट सेमेस्टर मात्र नभएर सेकेन्ड सेमेस्टर पछि चाहिँ ट्युसन फी चाहिँ कति पेमेन्ट गर्नुपर्ने हुन्छ मैले भन्ने कुराहरु नबुझ्दाखेरि चाहिँ मलाई सधैँ फोन आइरहेको हुन्छ, सर म चाहिँ यो युनिभर्सिटीमा छु, क्लास 3-4 दिन भयो, अनि ट्युसन फी पनि महँगो भएको कारणले गर्दाखेरि चाहिँ कलेज पढ्न सक्ने भएन, मलाई सोलमा अलिकति लो फी ट्युसन फी अफोर्डेबल ट्युसन फी भएको कलेजहरुमा मुभ गर्नु पर्यो, ट्रान्सफर गरिदिनु पर्यो D2बाट D2मा भनेर धेरै फोनहरु आएको हुन्छ। त्यही भएर प्लिज यदि तपाईहरु नेपालबाट चाहिँ कोरिया पढ्न आउने प्लानिङ गर्दै हुनुहुन्छ भने यो कुन कलेजमा जाने, कति ट्युसन फी छ, मेरो लोकेसन, सबै कुराहरु, त्यो ठाउँमा कामहरु पाइन्छ कि पाइदैन, यिनी कुराहरु चाहिँ राम्रोसँग बुझेर आउनु होला र जेन्युइन एक्ज्याक्ट करेक्ट इन्फर्मेसन हैन हाम्रो साथ सहयोग चाहिएको छ भने यु क्यान जोइन विथ टिटिओल एन्ड मिट द वर्ल्ड। हामीसँग कनेक्ट भएर तपाईहरु कोरिया आउन सक्नुहुन्छ। या अझै यो भन्दा धेरै इन्फर्मेसन चाहियो भने तपाईहरु चाहिँ हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ। काठमाडौँमा हाम्रो अफिस बानेश्वरमा छ, बुटोलमा पनि छ, पश्चिममा धनगढीमा छ हाम्रो अफिस, प्लस हामी बंगलादेश पाकिस्तानमा पनि हाम्रो अफिस छ। वी हेभ अफिस इन बंगलादेश एन्ड पाकिस्तान। Those students who are coming from Bangladesh and Pakistan, they can visit our office in Bangladesh and in Dhaka and in Pakistan also. So thank you so much for watching my video, and if you are planning for not only for September, अर्को इयर को लागि चाहिँ 27 को मार्च को लागि पनि तयारी गर्दै हुनुहुन्छ र प्रपर गाइडेन्स चाहिएको छ भने टिटिओल माइट बी द राइट प्लेस। भिजिट गर्नुस्, आउनुस्। केही जान्नुपर्ने कुराहरु छ भने मलाई मेसेज गरेर पर्सनली कुरा पनि गर्न सक्नुहुन्छ मसँग, अथवा हाम्रो अफिसमा गएर हाम्रो सरहरुसँग तपाईहरुले कन्सल्ट पनि गर्न सक्नुहुन्छ। Thank you so much for watching my video and see you soon in Korea. Bye bye.